नमस्ते साथीहरु, म आज हजुरलाई लालुपाते पोन्सिटिया फ्लावर देखाउँछु है त। तर यो मेरो योपालि त के भयो यस हुनु त मसित कलरको थियो, पोर पनि देख्नु भएको थियो। मैले परार एड गरेको है त साथीहरु। यो चाहिँ व्हाइट सानोमा हो अनि यो चाहिँ डार्क रेडमा छ, हेर्नुहोस् त। अनि 3 वर्ष भयो है त। मैले योपालि नयाँ बिरुवा चाहिँ मैले एड गरेको छुइनँ, छनु त छ मसित बिरुवाहरू। अनि यो पनि कलर आइसकेको छैन, तर पहाडतिर चाहिँ एकदम कलर पुरा आइसकेको छ। अनि यहाँ चाहिँ बिर्ता मुड मेरो चाहिँ यहाँनिर हेर्नु नि, हुम कि नहुम हुँदैछ। मैले कति यसलाई दबाईहरू पनि दिएँ, मलहरू पनि दिइरहेको छु। अनि साथीहरूले मलाई कमेन्ट गर्नुहुन्छ नि, दिदी तपाईँको फुल मर्दैन, हाम्रो त मर्छ भन्नुहुन्छ नि, होइन? यसरी नै मर्छ है त साथीहरू, हेर्नुहोस् त। यस्तै गरेर मरिरहेको छ। तर यसरी कोट्याउँदाखेरि चाहिँ यहाँ हरियो छ के, त्यही भएर आश लाग्छ नि त नि, हरियो छ। त्यस कारणले मैले यसलाई फाल्दिनँ। यो माथिको चाहिँ पुरा सुक्खा भइरहेको छ। अनि मर्छ नि साथीहरू, अब मेरो मात्रै मर्दैन भनेर सोच्नुहुन्छ, अनि हजुरको मर्छ भन्नुहुन्छ, मर्छ नि साथीहरू। यो चाहिँ हेर्नुहोस् है, मेरोबाट कति लानु भइसक्यो तपाईँले। यो कलरको पनि, यो कलरको बिरुवा जति पनि देखाएको मेरो चाहिँ तल आएको छ आउनु चाहिँ। तर पोहोरको भन्दा चाहिँ सस्तै भनौँ न। हामीले मैले परार कति 550 रुपियाँ पिसमा किनेको हो, कोही 800 रुपियाँ पिसमा किनेको सानो बिरुवाहरू परार। त्यो हेरी त अहिले त सस्तो छ नि साथीहरू। अनि हजुरले डार्क रेडको देख्नु भएको थियो नि, यो हो के साथीहरू। यो मैले यसलाई रिपोर्टिङ गरिदिएको हो। अनि हजुरहरूको चाहिँ अब घाम लागेको छैन भने चाहिँ घाममा राख्ने बेला भएको छ है त साथीहरू। मैले सबै छायामा थियो नि त, मैले घाममा अहिले चाहिँ पुरा माथि आकाशको घाम लाग्ने ठाउँमा राखेको छु। त्यही भएर कलर चेन्ज हुँदैछ यिनीहरूको पनि। यिनीहरू पनि सबै कलर चेन्ज हुँदैछ, हेर्नुहोस् त। तर लालुपातेको चाहिँ कस्तो राम्रो बानी लाग्यो भने चाहिँ यस्तो सुर्लुङ्ग गरेर गएको थियो नि त यो। अब अनि यति लामो थियो कि, अनि यसको चिरिक्क पारेर मुन्टा चुडाइदिएको। अनि एउटाको बदली दुईटा यस्तो आउँदैछ, पत्ताबाट कलर आउने हो नि त। अनि धेरै समयसम्म कलर पनि बस्छ, अनि धेरै समय लाग्छ यसलाई कलर हट्नु पनि। त्यो ओरेन्ज कलरको हो, यो पनि ओरेन्ज, यो पनि ओरेन्ज, हेर्नुहोस् त। अनि यो पनि ओरेन्ज, मसित धेरै नै ओरेन्जको छ। अनि हेर्नु नि, कोही चाहिँ गोड्नुको लागि नभ्याएर यस्तो भएर बसेको छ। यो चाहिँ डार्क रेड, सानो मेनिचरमा डार्क रेडको है त साथीहरू। अनि हजुरहरूसित कति कलरमा छ मलाई कमेन्ट लेखी पठाउनुहोस्। अनि म यसो हेरेर चाहिँ अब परार 3 वर्षको यो बिरुवा चाहिँ मेरो त्यति खास भएन भने चाहिँ मैले बेच्नु ल्याएको बिरुवाहरू टन्नै रोपिदिनु छु। अब मदर प्लान्टहरू त राख्नु पर्यो, माउ बोटहरू झ्याप अर्को सालको लागि। त्यस कारणले चाहिँ मैले चाहिँ फेरि पनि रोप्ने छु साथीहरू। अगर ठाउँ मेरो टेरेस गार्डनमा अलिकति ठाउँ भयो भने चाहिँ है त। यसमा फेरि किरा लाग्छ कि लाग्दैन भनेर कमेन्ट आउँछ साथीहरू। यसमा किरा लाग्छ है त, लाई लाग्छ कि, सेतो लाई लाग्छ यसको पत्ताको पछाडि। अनि यसलाई पनि यसरी किराको दबाईहरू स्प्रेहरू गर्नुपर्छ कि बिहानै शीत हटेपछि, कि बेलुका शीत, अब बेलुका झ्यापै बेलुका नभइकन हजुरले चाहिँ यसलाई चाहिँ स्प्रे गर्नुपर्छ, दबाई लाउनुपर्छ है त। दबाई के हो भन्दाखेरि मैले बारम्बार भनिरहेको छु, मलाई कमेन्ट पनि सोध्नु सक्नुहुन्छ हजुरहरूले।